आज चाहिँ फेरि हामी जाँदैछु फुटबल हेर्नुको लागि। आज चाहिँ भाइहरूको म्याच छ होइन। अन्त चाहिँ यहाँ चाहिँ मेरो बहिनी मित्रहरू अनि यहाँ अगाडि चाहिँ छ मेरो महिला मित्र। अनि यहाँ चाहिँ पहिला चाहिँ ग्राउन्ड हुने गर्थ्यो है, अहिले चाहिँ यस्तो जङ्गलै जङ्गल भएको छ। अन्त चाहिँ हामी यो बाटो जाँदैछु, बाटो पनि एकदम दामी छ फेरि हो। हामी जाने यो चाहिँ खुफिया रास्ता हो नि त। अन्त यहाँ चाहिँ छ हामी। अन्त आज चाहिँ भाइहरूको म्याच छ, अन्त आज हामी भाइहरूलाई सपोर्ट गर्नुको लागि गएको। आज चाहिँ मेस्सी रोनाल्डो हो, लामिन यामाल पनि छ। अन्त यहाँ चाहिँ छ जग्गा यस्तो हो, हेर्नु सक्नुहुन्छ। यहाँको चाहिँ दामी छ है भ्यूहरू चाहिँ फेरि है। हाम्रो गाउँको चाहिँ यो चाहिँ हाम्रो गाउँ हो। अन्त चाहिँ आमामामामा चढ्नुको लागि चाहिँ यस्तो छ, पहाड जस्तो छ यहाँ फेरि चढ्नुको लागि। अन्त यहाँ चाहिँ छ बाँसहरू, यस्तो देखेको छैन होला कहिले पनि। हाम्रो गाउँमा चाहिँ यस्तो छ है। लो हेर्नुहोस् भ्यू, आमामामा वेदर चाहिँ एकदमै दामी भइरहेको छ। अन्त चाहिँ बाँकी बात म अहिले तपाईँहरूलाई देखाउने गर्छु है। बाई। फाइनली पुग्यो हामी चाहिँ यहाँ भाइहरूको म्याच हेर्नुको लागि हो। अन्त चाहिँ हामी चाहिँ यहाँ छु अहिले, जाँदैछु। अल द बेस्ट मेरो भाइहरूलाई भनिदेऊ न, अल द बेस्ट भनेर। अल द बेस्ट दाजु भाइहरू सबैजनालाई। यहाँ चाहिँ छ हाम्रो भाइहरू। हाम्रोमा चाहिँ आज चाहिँ भाइहरूले 2 गोल हानिसकेको छ, 2-0 छ। अहिले चाहिँ हाफ टाइम भयो। कस्तो लाग्दैछ? मजा आयो? मजा आयो है? ओइ मजा आएन? हामीलाई चाहिँ मजा आइरहेछ हो। कता बसिरहेछ रे? कुना बसिरहेको छ यहाँ चाहिँ कुना बसिरहेछ। यहाँ वेदर चाहिँ आजको त यस्तो दामी वेदर छ, दामी। यहाँ चाहिँ हाम्रो भाइहरूको म्याच हुँदैछ हो। लुलु भगवान हामी चाहिँ यहाँ भिक्ट्री सेलिब्रेट गरेको। गोल भयो, गोल भयो। यहाँ चाहिँ हाम्रो खुसीको सीमा छैन हो। हाम्रो चाहिँ 4 गोल भइसक्यो, 4 गोल। हाम्रो चाहिँ 4 गोल भयो, 4-0। 4 अब पोको पार। 4 पोको पार। कस्तो एउटा त सुलाउनु पर्छ नि। एकदम अनफेयर भयो। अनफेयर त के होइन, तिनीहरू सकेको छैन अब बिचरा। एउटा चाहिँ हार्नु पर्ने थियो। माया लाग्यो है, आफ्नै भाइहरूले जित्दा पनि माया लाग्दैछ। किन भन्दा अपोजिट टिमलाई सानो सानो भाइहरू रहेछ नि त। हाम्रो फेरि 6 भइसक्यो गाइस, हाम्रो 6 भयो। अब 6-0 छ। यहाँ चाहिँ खुसीको माहौल पनि छ, माया पनि लाग्यो अरे यिनीहरूलाई। अझै कतिवटा अरे? हाम्रो भाइहरूले जितिसकेको छ अनि म्याच चाहिँ फिनिस भयो। अनि हामी फर्किँदैछौँ। हामी चाहिँ अहिले फर्किँदैछु। बाई। जिते भाइहरूले।